यदि तपाईँ रिचार्ज नगरेरै सिधै डाटा प्याक खरिद गर्न चाहनुहुन्छ भने तपाईँले आफ्नो खल्ती एप भनेको जुन तपाईँ खल्ती एप वाइलेट चलाउनुहुन्छ त्यसैबाट रिचार्ज टपअप नगरेर डाटा र भोइस प्याक सिधै खरिद गर्न सक्नुहुन्छ। त्यो गर्नको लागि एकदम सजिलो तरिका छ। तपाईँले मोबाइल फोनमा रिचार्ज गरेर त्यो झन्झटिलो तरिका अपनाउनुभन्दा सिधै तपाईँले आफूले लिन चाहेको डाटा खरिद गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले आफ्नो खल्ती पे जुन यो खल्ती वाइलेट भन्ने एप छ त्यसमा तपाईँको एकाउन्ट हुनुपर्ने हुन्छ। त्यो एकाउन्ट भेरिफाई हुनुपर्ने हुन्छ, केवाइसी अपडेट हुनुपर्ने हुन्छ र त्यसमा तपाईँले रिचार्ज, तपाईँले डेटा प्याक खरिद गर्नको लागि त्यसमा ब्यालेन्स हुनुपर्ने हुन्छ, पैसा हुनुपर्ने हुन्छ। अब त्यो कसरी गर्ने त म तपाईँहरूलाई पूर्णरूपमा सरसर्ती बताउन गइराखेको छु। त्योभन्दा अगाडि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला, भिडियोलाई लाइक गर्नुहोला, भिडियो मन परेमा भिडियोलाई सेयर पनि गर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। अब हामी ढिला नगरी सिधा अगाडि विषयवस्तुमा जान्छौँ। मैले आजको यस भिडियोमा तपाईँहरूलाई रिचार्ज नगरेर सिधै डाटा प्याक खरिद गर्ने तरिका सिकाउन गइराखेको छु, जुन खल्ती वाइलेटबाट तपाईँले रिचार्ज गर्नु पर्दैन, सिधै डाटा प्याक खरिद गरे पुग्छ। अब त्यो कसरी गर्ने त डाटा भोइस प्याकमा क्लिक गर्ने यहाँनिर देखिराख्नु भएको छ। त्यसभन्दा पछि तपाईँले कुन सिम चलाउनुहुन्छ, त्यो एनटी प्याकेज भनेको एनटिसी नमस्तेको सिम चलाउनुहुन्छ कि एनसिएलको सिम चलाउनुहुन्छ कि एनसिएलमा सिधै सापट्टि पनि लिन मिल्छ। यहाँनिर तिनवटा कुरा देखाइराखेको छ। यो तिनवटा सेवा तपाईँले प्रयोग गर्न सक्नुहुन्छ, यसको सदुपयोग गर्न सक्नुहुन्छ। म तपाईँहरूलाई सिधै एनटिसीको प्याकको बारेमा पहिले यहाँ तपाईँहरूलाई देखाउन गइरहेको छु। यहाँ क्लिक गर्नुभयो भने कति रुपियाँको कति यहाँनिर मिनेट भोइस प्याक भनेको छ, कति दिनका लागि त्यो सबै दिइराखेको छ। वान डे, एक दिनका लागि तल चाहिँ कति छ त 30 डे दिएको छ। 30 दिनका लागि कति रुपियाँको यहाँ भनेको छ, कति मिनेट प्याक भनेको छ यहाँनिर 333 मिनेट 30 डेज 192 रुपियाँको प्याक छ। अब साथीहरू तपाईँहरूले डाटा प्याक लिनुको लागि यहाँ हेर्न सक्नुहुन्छ। बाँकी मैले यसको बारेमा सबै भनिरहनु पर्दैन, किनकि कति रुपियाँको कति डाटा प्याक कति जिबी भनेर कति दिनको लागि यहाँ सबै लेखिदिएको छ, तपाईँले हेर्न सक्नुहुन्छ। त्यसभन्दा चाहिँ कम्बो प्याक छ, एसएमएस प्याक छ, यहाँनिर सबै प्याकहरू दिएको छ। यो प्याकहरू तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। त्यसभन्दा पछि म एनसिएलमा पनि गएर देखाउँछु। एनसिएलको पनि यस्तै कुरा यहाँ उपलब्ध छ। यो सबै सेवा तपाईँले आजै लिएर प्रयोग गर्न सक्नुहुन्छ। तपाईँले रिचार्ज गर्नुभन्दा सिधै डाटा प्याक खरिद गर्न सक्नुहुन्छ। यो एकदम सजिलो तरिका छ। साथीहरू, यो भिडियो मन परेमा भिडियोलाई लाइक र सेयर गर्नुहोला।